गाइज मेरो स्क्रिनमा हेर्न सक्नुहुन्छ विश्व सहकारी दिवस। यसमा चाहिँ म एउटा डिजाइन बनाउन गइरहेको छु। लेट्स सी हाउ इट लुक्स, कस्तो बन्छ। यहाँ चाहिँ फोटोसप ओपन गरिहालेको छु। फोटोसपमा चाहिँ आज ट्राई गर्छु है। युजली म चाहिँ युज गर्दिनँ फोटोसप, आज चाहिँ फोटोसपमै बनाउने डिजाइन कस्तो आउँछ। प्रायः जस्तो म युजली कोरलड्र चलाउँछु नि त, आज चाहिँ फोटोसप चलाउने है। लेट्स गो फर इट। आफ्टर 2-3 मिनट्स सर्चिङ समथिङ मैले चाहिँ के थाहा पाएँ चाहिँ, यहाँ चाहिँ प्रायः जस्तो सहकारीको लागि चाहिँ, सहकारी दिवसको लागि चाहिँ मैले चाहिँ कलर चाहिँ मैले ग्रिन हेरेँ। त्यसपछि तपाईँको युजली प्रायः जस्तो ब्यानरमा चाहिँ मैले अनि नेपाली फन्ट हेरेँ। नेपाली फन्ट पनि तपाईँको दुई तिनवटा मात्र युज भएको थियो। अनि के भन्छ त्यसमा चाहिँ हाम्रो अर्को चाहिँ मिति युज भएको छ, अनि चाहिँ आयोजक छ। अनि प्रायः जसो ब्यानरहरू तपाईँको ल्यान्डस्केप साइजमा रहेको छ है, 5x3 4x3 समथिङ होला। अब चाहिँ त्यही अनुसारले बनाउनु पर्छ है। लेट्स गो। चाहिँ यतिसम्म रेडी भइसकेको छ एज यु क्यान सी। यसमा चाहिँ अझै एलिमेन्ट्सहरू बाँकी छ है। यसमा डेटहरू मितिहरू सबै हाल्नुपर्छ। त्यसपछि हल्का यसको लुक्स राम्रो आउँछ है। अनि यसको माथि चाहिँ सोचिरहेको चाहिँ एउटा स्लोगन हालिदिन्छु कुनै एउटा। यो चाहिँ जस्ट मैले प्र्याक्टिसको लागि बनाउँदैछु है। प्र्याक्टिस होस् भनेर त्यो चाहिँ गर्दैछु। लेट्स सी। अझै मलाई एटलिस्ट अलमोस्ट 30 मिनट्स इट टेक्स। लेट्स गो फर इट। मेरो डिजाइन चाहिँ कम्प्लिट भइसकेको छ। लगभग टोटल 45 मिनट लाग्यो होला। हल्का लागिहाल्छ यताउता दिमाग लगाएर पनि। मेरो चाहिँ फाइनल आउटपुट इज हियर। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ। माथिमा चाहिँ मैले हल्का के भन्छ स्लोगन हालिदिएँ, राष्ट्रिय सहकारी दिवस। तलमा चाहिँ ठेगाना जसको त्यो हुन्छ, मिति र स्थान हालिदिएँ। अनि यहाँ चाहिँ आयोजक संस्थाको नाम जसको छ त्यसको चाहिँ त्यहाँ हालिदिने हो मस्तले। चाहिँ ठिकै छ। मैले चाहिँ हल्का यसमा चाहिँ सहकारी जुन हुन्छ नि ग्रिन कलरको हल्का मैले बनाउन खोजेको डिजाइन चाहिँ यस्तै बनाऊ है। यस्तै अझै 1-2वटा बनाउँछु डिजाइनहरू, कस्तो हुन्छ है।